सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। सो हजुरहरूलाई आज पनि मेरो नयाँ भिडियोमा स्वागत छ। सो हजुरहरूले यसो टाइटल हेरेर यसो हुन्छ नि के भन्छ थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला आजको भिडियोमा चाहिँ के हुनेवाला छ भनेर। सो आजको भिडियोमा चाहिँ हाम्रो इन्डियन एक्टर हाम्रो के अरे नाम चाहिँ प्रदीप राउत उहाँ हुनुहुँदो रहेछ होइन नेपाली मुभीमा। सो उहाँको कस्तो रहेछ के रहेछ हेरिहालौँ मुभीमा होइन। सो हाम्रो पल्सा प्लस विपना थापाको रहेछ है। सो ढिला नगरी हेरिहालौँ गाइस, आउनुहोस् है त कस्तो छ। हामी एकदम धेरै म चाहिँ एकदम धेरै एक्साइटेड छु हिन्दी अब हुन्छ नि इन्डियन एक्टर हाम्रो उसमा होइन नेपाली मुभीमा कस्तो देख्दो रहेछ हेरौँ त होइन। OSR Digital, entertaining the nation. देवकी मैले तिमीलाई पहिले भनेको थिएँ देवकी, आमाको आँसुले छोराको बाटो छेक्न सक्छ भनेर। अब नरो देवकी, अब तिमी क्या सुहाइदिएको छ क्या है यो, क्या सुहाएको छ क्या इन्डियन एक्टरले पनि नेपालीमा होइन। अब हुन्छ नि लिपसिङ मात्रै गरेर लिपसिङ त हो नि होइन, तर कति बवाल देखिरहेछ होइन। रुन्छौ, छोराको समस्या त्यति नै बढ्दै जान्छ। रातिको 3 बजिसक्यो, बिहान छोरालाई बिदा पनि गर्नु छ। जाऊ हेर। गाडीको सुई पछाडि घुमाउँदैमा समय कसैको लागि रोकिँदैन देवकी। अब यो सब नगर। जाँदैछु नौ डाँडा काटेर, तिमीलाई एक्लै छाडेर, माउन्जेल पर्खिराख है आमा, घरको दैलो खुल्लै राख है आमा, घरमा दियो बाली राख है आमा, तिमी सधैँ हाँसिराख है। वाउ, मलाई चाहिँ बवाल लाग्यो साथी हो यार। ओ माई गड, यति बवाल टिजर यस्तो बवाल लाग्यो यार मलाई त। यो एकदम खतरा छ जस्तो लाग्यो मलाई फिल्म चाहिँ। एकदम एक्साइटेड पनि छु। सायद म यो फिल्म चाहिँ म पनि हेर्छु गाइज होइन। सो टिजर त्यति राम्रो छ, ट्रेलर झन् कति राम्रो होला होइन। ट्रेलर त झन् मुभी झन् कति राम्रो होला होइन। सो हामी एकदम एक्साइटेड छौँ। पल्साको धेरै पछि अब मुभी यो राम्रो होला सायद होइन। हाम्रो इन्डियन एक्टर पनि हुँदो रहेछ, अनि ओल्ड हाम्रो विपना थापा भन्ने म्याडम पनि हुँदो रहेछ होइन। सो राम्रो लाग्यो टिजर मलाई चाहिँ, एकदम मन छुने खालको छ क्या अरे। सायद आमा बुवाको माया छोराछोरीप्रतिको खालको एउटा छ क्या अरे होइन। सो हजुरहरूलाई पनि राम्रो लाग्छ होला है मुभी। मलाई त अब टिजर हेर्दै मलाई चाहिँ बवाल लागिसक्यो है। सो अत्याधिक नेपाली भ्युअर्सहरूले पनि एकदम मन पराइदिनु भएको रहेछ टिजरै। सो मुभी पनि एकदमै बवाल हुनेवाला छँदैछ होइन, धमाका होला। सो अहिलेको भिडियोलाई चाहिँ यति गाइज, सेव नेक्स्ट भिडियो।